ल आज एउटा स्रोतमा आधारित रहेर कुरा गरौँ है त। एउटा निकै चाखलाग्दो प्रविधि फेला पर्यो। प्रतिरोधात्मक मल्टिपल बेन्ड फ्लेक्स सेन्सर। हो, मैले नि हेरेँ त्यो। यो खासमा एउटा पातलो लचिलो पत्ती जस्तो होइन, करिब 2.2 इन्च लामो। त्यस्तै। तर यसको काम चाहिँ महत्त्वपूर्ण छ। यसले झुकाइ मतलब कति बाङ्गिएको छ भन्ने कुरा पत्ता लगाउँछ। एकदम। यसको मुख्य विशेषता नै यसको प्रतिरोधात्मक प्रकृति हो क्या। मतलब जब यसलाई यसो बाङ्ग्याइन्छ नि, यसभित्रको एउटा लेयरमा परिवर्तन आउँछ। त्यसले गर्दा यसको बिजुलीको प्रतिरोध मतलब इलेक्ट्रिकल रेजिस्टेन्स त्यो बढ्छ क्या। ए जति धेरै बाङ्ग्यो उति धेरै प्रतिरोध हो। अनि अर्को कुरा, स्रोतले के भन्छ भने यसले एकैचोटि धेरै ठाउँमा भएको झुकाइ पनि पत्ता लगाउन सक्छ रे। त्यो चाहिँ सामान्य फ्लेक्स सेन्सरमा हुँदैन नि। ए हो र? त्यो त झन् उपयोगी भयो। तर यो प्रतिरोध बढ्ने कुराले व्यवहारमा चाहिँ कसरी काम गर्छ? मतलब थोरै बाङ्ग्याउँदा र धेरै बाङ्ग्याउँदाको फरक सजिलै थाहा हुन्छ? स्रोतले एकदम प्राविधिक डिटेलमा त गएको छैन, तर यसको आधार नै त्यही हो। झुकाइको कोण र प्रतिरोध बीच सीधा सम्बन्ध हुन्छ। अनि त्यो सम्बन्धलाई माइक्रो कन्ट्रोलर जस्तो चिपले पढ्न सक्छ अनि त्यसले थाहा पाउँछ कति झुकेको छ भनेर। त्यसैले थोरै र धेरै झुकाइको फरक छुट्याउन सकिन्छ। नारुहोदो। हो, यसले गर्दै यसको प्रयोगको क्षेत्र पनि फराकिलो हुन्छ। अनि यो टिकाउ पनि छ, लचिलो छ, हलुका छ। त्यसैले विभिन्न ठाउँमा जोड्न सजिलो भयो। ल त्यसो भए यसका सम्भावित प्रयोगहरूबारे कुरा गरौँ न त। स्रोतले केही रोचक क्षेत्रहरू औँल्याएको छ, जस्तै रोबोटिक्स। हो, रोबोटिक्समा त यसको एकदमै राम्रो सम्भावना छ। जस्तो पन्जा लगाएर रोबोटको हात चलाउने रे। यो त अलि साइफाई जस्तो सुनिन्छ त। साँच्चै। सोच्नुस् त, तपाईले पन्जा लगाउनु भयो, त्यसमा यी सेन्सरहरू छन्। तपाईले औँला चलाउँदा सेन्सरले थाहा पाउँछ कुन औँला कति मोड्यो भनेर। अनि त्यही सिग्नल रोबोटिक हातमा जान्छ र त्यसले पनि त्यसै गरी चल्छ। गजब। यसले त जटिल काम गर्न पनि सजिलो बनाउला नि त, होइन? प्राकृतिक तरिकाले कन्ट्रोल गर्न। हो नि। अहिलेका कतिपय कन्ट्रोल सिस्टमहरू अलि झन्झटिला, महँगा पनि हुन्छन्। यो सरल लचिलो सेन्सरले त्यसलाई केही हदसम्म सजिलो बनाउन सक्छ। अनि अर्को क्षेत्र भनिएको छ प्रोस्थेटिक्स, मतलब कृत्रिम अङ्ग र पुनर्स्थापना उपकरणहरू। त्यहाँ चाहिँ कस्तो भूमिका होला? प्रोस्थेटिक्समा जस्तो कृत्रिम हातखुट्टा हुन्छ नि, त्यसको जोड्नीहरू कति कोणमा घुम्यो, कति खुम्चियो भनेर नाप्न यो सेन्सर एकदमै उपयोगी हुन सक्छ। जस्तो कृत्रिम घुँडा कतिसम्म बाङ्गियो भनेर थाहा पाउन। त्यसले गर्दा चाल अलि बढी प्राकृतिक देखिने भयो। हो। अनि पुनर्स्थापनामा जस्तो फिजियोथेरापी गर्दा बिरामीले आफ्नो अङ्ग कति चलाइरहेको छ त्यो डाक्टर वा थेरापिस्टले निगरानी गर्न सक्छन्, प्रगति कस्तो छ भनेर। अनि यो लचिलो र हलुका भएकोले शरीरमा लगाउन पनि सजिलो हुने भयो। एकदम। वेयरेबल मतलब पहिरन योग्य प्रविधिमा यसको ठूलो भूमिका हुन्छ। स्रोतले गेमिङ कन्ट्रोलर र इशारा आधारित नियन्त्रण प्रणाली पनि भनेको छ। यसले खेल्ने तरिका वा कम्प्युटर चलाउने तरिका नै फरक बनाउला त? सम्भावना त छ नि। गेमिङमा सोच्नुस् न, बटन थिच्नुको सट्टा हात यसो हल्लाएर वा शरीर बाङ्ग्याएरै खेल कन्ट्रोल गर्न सकियो भने त्यो त रमाइलो होला। हो। अनि इशारा आधारित नियन्त्रणमा जस्तो हातले मुठी पार्दा वा औँला मोड्दा त्यो चाललाई कम्प्युटरले बुझ्ने कमान्डमा बदल्न सकिन्छ। यसले कम्प्युटरसँग अन्तर्क्रिया गर्ने तरिकालाई अझ सहज, अझ प्राकृतिक बनाउन सक्छ। यी सबै प्रयोगहरू खासमा केमा आधारित छन् भन्दाखेरि सेन्सरको त्यही झुकाइ पत्ता लगाउने क्षमता, लचिलोपन अनि त्यसलाई विद्युतीय सङ्केतमा बदल्ने कोण। स्रोतले यो घुम्ती पसल भन्ने ठाउँमा पाइन्छ रे भन्ने सामान्य जानकारी पनि दिएको छ। खैर त्यो त उपलब्धताको कुरा भयो। हो। अब यसलाई अलिकति ठूलो चित्रमा हेरौँ न त। यो हेर्दा सानो कम्पोनेन्ट मात्रै हो, तर यसले के गरिरहेको छ भन्दा भौतिक संसारको चाल मतलब झुकाइलाई डिजिटल जानकारीमा बदलिरहेको छ। ठीक हो। यसले पहिरन योग्य प्रविधि मतलब वेयरेबल टेक्नोलोजी अनि ह्युमन कम्प्युटर इन्टरेक्सन HCI को क्षेत्रमा ठूलो सम्भावना देखाउँछ, जहाँ हाम्रो शरीरको चाल नै एउटा नियन्त्रणको माध्यम बन्न सक्छ। त्यसो भए समग्रमा यसको महत्त्व के देखियो त? हेर्दा सामान्य लचिलो पत्ती जस्तो चिज, तर यसले रोबोटिक्स, स्वास्थ्य, गेमिङ जस्ता अनेक क्षेत्रमा प्रभाव पार्न सक्ने रहेछ।
बिल्कुल। यसले के देखाउँछ भने कहिलेकाहीँ यस्ता सरल र सायद किफायती समाधानले पनि जटिल समस्याहरूलाई सम्बोधन गर्न सक्छन्। यसको लचिलोपन र त्यो प्रतिरोधात्मक गुण नै यसको शक्ति हो के। यो सबै कुरा सुनेपछि मेरो मनमा एउटा प्रश्न आयो। भन्नुस् न। स्रोतले अहिलेका प्रयोगहरू त बतायो, तर भविष्यतिर हेर्दा यसले के सङ्केत गर्छ होला? झुक्ने वा मोड्ने क्रिया त हाम्रो कति धेरै दैनिक कामको आधार हो नि, होइन? हो नि, एकदमै आधारभूत चाल हो। के यो यस्तो सरल लचिलो सेन्सरले भविष्यमा यस्ता नयाँ अनपेक्षित प्रयोगहरू जन्माउन सक्ला, जसको बारेमा अहिले हामीले सायद सोचेकै पनि छैनौँ? जस्तो कि खै लुगामै सिलाएर हाम्रो स्वास्थ्य वा शारीरिक अवस्था लगातार निगरानी गर्ने, अथवा कलात्मक अभिव्यक्ति जस्तो नाच वा सङ्गीतमा नयाँ तरिकाले प्रयोग गर्ने। त्यो त निकै चाखलाग्दो प्रश्न हो, सोच्न लगाउने खालको। होइन त, यो सोच्न लायक विषय हो जस्तो लाग्यो मलाई।